अनि हाम्रो समाज पनि क्लिन हुन्छ, एउटा ग्रिनरी हुन्छ, एउटा सफा हुन्छ। सो गाइज हेलो गाइज गुड मर्निङ एन्ड वेलकम टु माई न्यू भिडियो। सो आज चाहिँ सरसफाइ कार्यक्रम छ हाम्रो टोलको, यताबाट सबै सुरु गर्नुभएको छ, जाने हो हामी पनि। अनि हाम्रो समाज पनि क्लिन हुन्छ, एउटा ग्रिनरी हुन्छ, एउटा सफा हुन्छ। हामीले चाहिँ कार्यक्रम राखिएको पहिले नगर्ने अनि 2-4 दिन र नियमित रूपमा हाम्रो सरसफाइ चाहिँ भएको थिएन। तर जब हाम्रो कार्य समिति हामी चाहिँ यसमा चयन भएर आइयो, त्यसपछि हामीले नियमित रूपमा अहिले हाम्रो 13औं नियमित सरसफाइ कार्यक्रम यसरी आएको छ र हामीले गरिएको छ र यो आज सम्पन्न भएको छ। यसरी के सर्कुलर भएको थियो भने ब्यानर सहितको कार्यक्रम हामीले गरिएको छ। यसमा कतिमा पनि पर्न सक्छ। हाम्रो प्रत्येक महिनाको पहिलो शनिबार परेको थियो। केही टोल विकास संस्थाले अघि नै यो चाहिँ महाअभियान कार्यक्रम जुन तिलोत्तमा नगरपालिकाबाट जारी भएको निर्देशन अनुसार अलि बृहत किसिमले सरसफाइ गर्ने भन्ने कुरा आएको हुनाले हामी सबै अलिक छुट्टै किसिमको अलिक सूचना जारी गरेर अनि हामीले ब्यानर बनाएर सबैलाई उपस्थित गराएर एउटा काम त हामीले पहिले गरिराखेको छौँ। अझ उत्साहपूर्वक पनि काम भइरहेको छ। अब केही तपाईँहरूलाई मास्कहरू, पन्जाहरू होइन कहीँ पुगे केही कुराहरू राख्न हाम्रै मौवारी टोल विकास संस्थाको उपाध्यक्ष श्री गङ्गा देवी नौपानेलाई म हार्दिक अनुरोध गर्दछु। सरसफाइको विषयलाई लिएर हेर्दा गुनासो गर्नुभएको छ। पन्जा सबभन्दा कन्सल भयो सफाइ गर्न लाग्दाखेरि, अब केही घुर्किने यहाँ लगाउँदै च्यातिन्छ, पन्जा कन्सल भयो भन्नुभएको छ। यसलाई अलिकति क्वालिटी बढाइदिनु होला, मैले अध्यक्षज्यूलाई आग्रह गरेँ। भयो भने अर्को पल्लो घरको चाँडै आउनु भएकोलाई असर पर्दैन। यहाँ हामीले यो सरसफाइ यो सडकको छेउछाउमा जति पनि लचरेका अनि विद्युतको पोलमा छुन आँटेका रुखहरू छन्, रुखका हाँगाहरू छन्,